र अब यता बिस्तारै मैले फेर्छु। आज चाहिँ फ्राई चाउचाउ बन्दैछ मेरो किचनमा, क्विक भेज। र अब ग्रिन भेज फ्राई भएपछि म मसला हाल्दैछु। अब हामी मसला हालेर केही बेर यसलाई सानो ग्यासमा फ्राई गर्छौँ। फ्राई गरिसकेपछि हामी अब यसलाई चलाउँछौँ, एकचोटि मजाले मिक्स गर्छौँ। मजाले मिक्स गर्छौँ। अनि यो हल्का मसला उडिसकेपछि सोया सस हाल्छौँ। सोया सस हल्का हाल्नुपर्छ, धेरै मन तितो हुन्छ। चाउचाउ हाल्छौँ पालै ढिलो। मैले चाहिँ क्विक्सको भेज लिएको छु, त्यसको मसलामा चाहिँ मरिचको स्वादहरू पनि हुन्छ, अनि भेजिटेरियनहरूले पनि खान मिल्छ। एक मिनटको चाहिन्छ युट्युबलाई सानो ग्यास बनाएर हामी चाउचाउ र मसला मिक्स गर्छौँ। अब हामी चारवटा चाउचाउ छ, 3टा बोइलमा युज गर्छौँ, सानो खालको। अब हामी टमाटो चप गर्छौँ। अब हामी यस लगाएर टमाटो हाल्छौँ। अब हामी यसमा पानी हाल्छौँ, तर धेरै हाल्दैनौँ। सुक्खा फ्राई हामी चाउचाउ बनाउनु गइरहेको छौँ। त्यो मजाले देखाउनु, फेस आउने गरी अलिक ब्याक जानु। हल्का पानी हाल्छौँ हामी, चाउचाउ थोरै डुब्ने जस्तो बनाउँछौँ। अहिले सोया ससले हल्का कालो देखिएको होला, तर हामी यसो लगा यसलाई अब हल्का पानी हाल्छौँ। अब यदि पानी हालेपछि हामी अझै अलिकति हाल्छौँ, कम भयो। अब चाहिँ हामी यसलाई एउटा थालले छोप्छौँ केही बेर। यो अलिक ठुलो भयो र अब ग्यास हामी